आज हामी मर्निङ वाक निस्केका छौँ घरबाट। अब अहिले मर्निङ वाक आज चाहिँ हामी अर्को नयाँ ठाउँतिर जाने प्लानका साथ अगाडि बढेका छौँ। हिँडै हाम्रो कडाइ छ। आज कार्तिक 16 गते 2082 कार्तिक 16 गतेको बिहानको मर्निङ वाक। यहाँ अहिले बिहान 7 बजेको अवस्थामा छ। मौसम शीतल छ। पानी आकाश घुमिएको छ। पानी परेको छैन, घाम लागेको छैन, गर्मी छैन। अहिले धेरै शीतल छ। यो शीतलताको साथसाथै हामी अहिले मर्निङ वाकमा निस्किसक्यौँ। अब यो बिहान मर्निङ वाकमा देखिएको साइकल दृश्य हो। आज आइतबार साइक्लिङ गर्नेहरूको जमात प्रशस्त मात्रामा पाइन्छ। हामी पैदल साइक्लिङ टोली चाहिँ पारिपट्टिबाट यात्रा गरिरहेका छन्। यो साह्रै रमणीय छ। हाम्रो मर्निङ वाकको हिँडाइ चाहिँ राम्रै छ। हामी हिँडिराखेकै छौँ। पुग्ने हामी कहाँसम्म हो थाहा छैन है। गर्मीमा त पसिना आएर त हिँडाइ पनि त अलि चर्कै छ नि त। गाडी आयो। गाडीले केही गर्दैन। गाडी आफ्नो बाटो आउँछ, हामी हाम्रो बाटो जान्छौँ। ल के फरक पर्छ। यहाँको चलाइ नै डेन्जर छ। अगाडि फुलेका फुलहरू झल टकमक्क फुलेका छन्। हेलोइन यसरी झुन्ड्याएर राखिएको अवस्थामा छन्। यी रुखमा हेलोइनका तस्बिरहरू राखिएको छ। जङ्गलै जङ्गल, सुन्दर शान्त ठाउँ रहेछ। यो आज हाम्रो नितान्त नयाँ ठाउँ हो। हाम्रो म्याडमको पसिना हेर्नुहोस्, पसिना आएको छ। हिँडाइ चर्कै छ हाम्रो अहिलेलाई। अब यो हामी अहिले हिँडिराखेका छौँ। यो नितान्त नयाँ ठाउँ हो। कहाँ पुग्छौँ भन्ने कुरो नै अब हामी गएपछि थाहा होला। यतै फर्किनु। ल अब हामी यता फर्किन्छौँ। यो कहाँ निस्किन्छ, पक्कै एक ठाउँ निस्केला भन्ने आशामा हामी हिँडिरहेका छौँ है। यो पारिपट्टि देखिएको चाहिँ ट्रेन स्टेसनको बाटो है। यो ट्रेन आयो। ठिक छ। आज शीतल छ। हिँडेको छ। हिँड्ने छ। आज जाँगर आयो। घाममा अब जाली पसिना आउँछ, तर अहिले पनि पसिना त आइरहेको छ। अब घर जाने, नुहाइ गर्ने, जाँगर गर्ने अनि पानी खाने। ल भोलि भेटौँला साथीभाइ हो।